हेलो एभ्रिवान, आज हामी कौशु भान्जाको बर्थडे सेलिब्रेसनमा यहाँ जुटिरहेका छौँ। यहाँ देख्न सक्नुहुन्छ केशु भान्जा हुनुहुन्छ, यहाँ हुनुहुन्छ। अनि हेलो, हजुर को हो? दिलीपट्टिको हो भन। हजुर अजित हो। अनि यहाँ अञ्जना, अनि यहाँ पान्जी रेडी हुनुहुन्छ। अनि हामी अब के गर्दैछौँ त भन्दा भन्छ के गर्दैछौँ थाहा छैन एक्चुअली इट डजन्ट नो व्हाट वी आर गोइङ टु डु। बाबुलाई के गर्दैछौँ मन गर्दैछौँ। अब बर्थडे भनिसकेपछि त केक त काट्नै पर्यो नि होइन। यहाँ हामीसँग केक रेडी छ। कौशुलाई केक रेडी छ। अब हामी के गर्दैछौँ धन्यवाद। अब हजुरले खानुहोस् है। कौशु भान्जा इज गोइङ टु सेलिब्रेट इज 24th बर्थडे। कति हो? 18th बर्थडे। ओहो, ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे टु यु डियर कौशल भान्जा। Happy birthday to you. Happy birthday. Happy birthday. Hello. Amrita, happy birthday. Happy birthday. Thank you guys. Happy birthday. Happy birthday. Happy birthday. Bhanja, happy birthday. Koshu Bhanja, I think it is the first cake that we have ever cut in our birthday, right? आज second. Oh, it is one of the most memorable birthday. कौशु भान्जा चाहिँ विशेष गरी अब 18th पुगेर अब चाहिँ नेपालको सच्चा नागरिकको रूपमा चाहिँ अब विकसित हुँदै हुनुहुन्छ। अब उहाँले चाहिँ देशलाई गर्नुपर्ने सबै कुराहरू चाहिँ गर्न पाउनुहुन्छ भनेर पनि होला स्पेसल बर्थडे चाहिँ मनाउँदै हुनुहुन्छ। यहाँ ढिलो एकदमै चाहिँ जोस जाँगरका साथ हेर्दैछु। Once again, happy birthday to you. Okay. यहाँ त काटिन भन्छ यसरी काट्छ। Special chocolate cake. Topped with some cherries. It's gonna be one of the most memorable birthday ever. यसरी अझै काट्ने हो। Happy birthday to you. Happy birthday to you. Happy birthday. मामा ल। Birthday Bhanja. Happy birthday. Thank you मामा, thank you मामा, thank you। ल केक लाग्ला या त दोइन्छ ला, दोइन्छ। ल थ्यांक यू मामा। ल अनिरमा ल भान्जा अब 18th बर्थडे हामी सेलिब्रेट गर्दैछौँ। अन द अकेजन अफ मैले चाहिँ बेस्ट विसेस त बिहान दिइसकेको छु जति भन्नु पर्यो। थ्यांक यू। त्यही पनि बाँकी रहेका केही छन् भने मैले अघि नै भने नि विश्व ब्रह्माण्डमा जति पनि भाषा छन्, जति पनि चाहिँ शब्दहरू छन् जुन चाहिँ सुटेबल छन् यो बर्थडे विसेसको लागि, सबै शब्द चाहिँ तपाईँले आफूले चाहिँ के फिल गर्नुहोस्। मैले भनेको कुरा चाहिँ मैले म्यानिफेस्ट पहिला खाने पो होइन। ह्याप्पी बर्थडे। अरू त भयो यति अझै लाउने भए नि लाउनुहोस् ल। अब धेरै खाने चिज हो। ए अब खाइदे। मामालाई यति खाइदिनु पर्यो। मामा ल त्यहाँ फोटो भिडियो के आउनु पर्यो। भिडियो आइरह अब यतिबाट भइहाल्छ। एकदम भिडियो आ है। ल मजाको भिडियो। one of the best birthday ever हो।
कन्टेन्ट हो क्या भाइ कि दाइ अरे भाइ ओके ह्याप्पी बर्थडे भनिहाल्नु भयो भान्जीले पनि होइन ल भान्जीको तर्फबाट पनि फेरि ह्याप्पी बर्थडे अनि ल भाइले दिदीलाई केक खुवाउँदै कस्तो छ केक मिठो छ के अरे के भन्यो अरे ह्याप्पी बर्थडे दाइ होइन ल धन्यवाद ल कपाना नलाइदे ल अनि तिमीलाई चेरी खुवाउ हाम्रो छ जेरी पनि रोज्छ थोरै अब आदरणीय दाजु द्वाको कर कमलबाट यो के गर्दै हुनुहुन्छ के खुवाउँदै हुनुहुन्छ आफ्नो प्रिय भाइलाई कामना भन्न चाहन्छु जन्मदिनको अवसरमा त शक्ति अब सुध्रेर अहिले त धुवाँदार देखियो नि किन धुवाँदार देखियो ए दाइ क्यार न तपाईँले सिउँदो चाहिँ भोट दिन आउँथ्यो ल